हामी यहाँ बसिरहेका थियौँ। आज हाम्रो देशमा जब हामी जेएनजीहरू भद्र 23 र 24 गते जेएनजीहरू एक हुनुपर्छ भनेर जब देशको लागि आवाज उठाउँदै गर्दा, देशमा शून्य भ्रष्टाचारहरूको कुरा गरेर देशमा राम्रो कुराको लागि अगाडि बढ्दै गर्दा, जसरी आज हामी अगाडि बढिरहेका थियौँ र आज त्यो जुन आन्दोलनहरू भयो त्यस पछाडि हाम्रो जेएनजीहरू एक आपसमा फुट भएर अगाडि बढिरहेको देख्दै गर्दा, शहीदहरूले न्याय नपाइरहेको देख्दै गर्दाखेरि, हाम्रो घाइते साथीहरूको घाउ चढाइरहेको देख्दै गर्दाखेरि हामीलाई चित्त बुझेन। त्यही भएर युनाइटेड हुनुपर्छ। जबसम्म युनाइटेड हुँदैन तबसम्म शहीदहरूको रगतले साँचो न्याय पाउँदैन, घाइतेहरूको घाउले साँचो न्याय पाउँदैन भनेर हामी जेएनजीहरू एकदम शान्तिपूर्वक स्वतन्त्र रूपमा हामी युनाइटेड हुनको लागि हामी क्याम्पेन गरेर त्यहाँनिर ना कुनै हामीसँग हात हतियार थियो, ना कुनै होलदङ्गा गरेका थियौँ, ना नाराबाजी लगाएर, ना सरकारको विरुद्धमा बोलेका थियौँ। हामी जस्ट एउटै कुरा भनिरहेका थियौँ, युनाइटेड हुनुपर्छ भनेर। तर आज हेर्नुहोस्, हाम्रो साथीहरूलाई हजुरले देख्नु भएको होला, हाम्रो साथीहरूलाई लच्छार पछार गर्दै पुलिसहरूले लगेको छ। हाम्रो छोरीचेलीहरूलाई त एटलिस्ट पुलिसहरूले अलिकति पुरुषहरूले नगर्नुपर्छ। यदि त्यस्तै ठुलो झै झगडा भएको त्यो अलग कुरो, तर त्यहाँनिर बसिरहेको छोरीचेलीहरू लच्छार पछार गर्दै के यही हो अधिकार? यसरी लानु पाउँछ? हाम्रो छोरीचेलीहरूलाई त्यसरी लानु पाउँछ? हामी जेएनजीहरूले हामी सबजनाको लागि आवाज उठाएको, सरकारको विरुद्धमा बोलेको थियो र हामी सरकारलाई भन्दै थियौँ, बाउआमा भएको सरकार हाम्रो, उहाँहरूले हाम्रो लागि भनेको सरकार भएपछि हामी छोराछोरी एक हुँदै गर्दा सहयोग गर्नुपर्छ कि उहाँहरूलाई बाँड्नुपर्छ? छोराछोरीहरू एक हुँदै गर्दा युनाइटेड हुनुपर्छ भनेर आफ्नो घर छोडेर युनिफिकेसनको लागि आउँदै गर्दा त्यसरी लाँदाखेरि हामी मान्दिनौँ। के यो जेएनजीकै सरकार हो? आज बडो चुनौती उठेको छ। यो जेएनजीकै सरकार हो। जेएनजीको रगतबाट, जेएनजीको रगतको आहालबाट उठेर माथि उठेको सरकारले जेएनजीहरूको आवाजहरू यसरी दबाउन पाउँछ? सरकारी तवरबाट पाउँछ? हाम्रो साथीहरू, कयौँ साथीहरू जिल्लाबाट, घरबाट, अनेक ठाउँबाट आउँदै थिए, बाटोमा छ अहिले पनि युनिफिकेसनको लागि। यहाँ होलदङ्गा गर्न आएको हो र हामी? युनिफिकेसन हुनुपर्छ, राष्ट्रको आवाज उठाउनको लागि युनाइटेड हुनुपर्छ भनेर आएको हामी। अनि त्यसको लागि चाहिँ हामीले यस्तो परिणाम भोग्नुपर्ने? हामी साँच्चै के यसकै लागि हो? हामी जेएनजीहरू आन्दोलन गर्दै गर्दा हामी युनिफिकेसन हुनुपर्छ भन्नु नि नपाउनु। त्यही भएर अब हुँदैन यसरी। सरकारले हाम्रो साथीहरूलाई छोड्नु पर्यो। अनि त्यति मात्रै होइन, हामीले प्रधानमन्त्रीज्यूलाई हिजो मात्रै पनि अपिल पेश गरेका थियौँ, हामीलाई युनिफिकेसन हुन हेल्प गर्नुहोस् है भनेर। छुटाउनु फुटाउनु होइन, झुन्डा बनाउनु होइन, तर युनिफाइड गर्नुहोस् है भनेर हामीले अपिल गरेका थियौँ। तर हामीलाई युनिफाइड हुन पनि नदिने कस्तो यो नियम हो? कस्तो सरकार? युनिफिकेसनको क्याम्पेन पनि रोक्नुपर्ने? त्यही भएर हुँदैन। जे गर्नुपर्छ हाम्रो मागहरू छिटो पुरा हुनु पर्यो। यदि होइन भने युनिफाइड गर्नको लागि सरकारले केही गर्दैन अनि हाम्रो साथीहरूले यसरी दमन गरिन्छ, हामी जनताहरूको आवाज यसरी रोक्छ भने हुँदैन, सहदैनौँ। हामी चाहिँ अझ कहाँ जानुपर्छ, गर्ने हो। त्यही भएर आज हामी यही गर्दैछौँ। हाम्रो युनिफिकेसन क्याम्पेन जबसम्म पुरा हुँदैन जे गर्नुपर्छ लाग्ने हो। त्यही भएर यति भन्दै सबजना जो हुनुहुन्छ आफ्नो सब कुराहरूलाई छोडेर युनिफाइड हुनुपर्छ देशको लागि भनेर। किनभने युनिफिकेसन किन? आज हाम्रो शहीदहरू, हजुर हाम्रो छोराछोरीहरू मरेको होइन त्यहाँनिर? कसको अलग्गै मरेको हो यहाँनिर? चाहे जोसुकैको छोराछोरी मरोस्, जोसुकैको छोराछोरी घाइते होस्, तर हाम्रै त हो नि नेपाली भएको नाताले। त्यही भएर हाम्रो घाइते सरहरू पनि, हाम्रो शहीद परिवारहरू पनि अझै आउँदै हुनुहुन्थ्यो, युनिफिकेसनको लागि आउँदै हुनुहुन्थ्यो। हुँदैन यसरी। अब युनिफिकेसन जसरी हुन्छ हुनैपर्छ। हस्, धन्यवाद। आवाज नसुनेको भन्दा पनि युनिफिकेसन हुनुपर्छ भन्दै गर्दा हामीलाई त्यहाँनिर युनिफिकेसन हुनलाई पनि अधिकार नदिनु पर्ने? त्यो हुँदैन नि त। युनिफिकेसन हुनको लागि हो, यहाँनिर कुनै होलदङ्गा गर्नको लागि होइन नि त। त्यही भएर त्यो कुरामा पनि दिनुपर्छ। त्यही भएर हामी त जम्मै भेला त्यहाँनिर न हामीले होलदङ्गा गरेको थियौँ। युनिफिकेसन, ओन्ली वान थिङ, भेला हौँ है, एकजुट हौँ भन्नको लागि पनि सरकारले नदिनु पर्ने, दमन गर्नुपर्ने। हामीलाई चाहिँ युनिफाइड हुनलाई पनि नदिनु पर्ने। हामी पार्टीबाट आएका होइनौँ, हामी कुनै पनि पार्टीबाट आएका होइनौँ नि त। हामी त स्वतः स्फूर्त, हामी नेपाली नागरिक हो, जेएनजीहरू हो, स्वतः स्फूर्त आएको हो।
न त्यहाँ हाम्रो न सरकारलाई न केही थियो न केही थियो, न हामीले कसैलाई दबाब दिएका थिएनौँ नि त। युनाइटेड हुनुपर्छ, जस्ट एउटा आवाज थियो, युनाइटेड हुनुपर्छ, एकजुट हौ है भनेको थियौँ। अब हजुर 2 महिना कहाँ हराउनु भयो भन्नुहुन्छ? अनि अहिलेसम्म यहाँनिर जतिजना आइरहनु भएको छ त्यहाँसम्म हामीले प्रयास गर्दै गर्दा यति भइरहेका छौँ, आउँदै हुनुहुन्छ युनाइटेड हुनको लागि। तर आजसम्म यहाँ आउँदै गर्दा हामीले मात्र होइन, तर हाम्रो बाबा आमाको गभर्मेन्टको नि त यो एउटा जिम्मेवारी हो नि त, होइन र? छोराछोरीले एक ठाउँ, छोराछोरी झुन्ड भएर लड्दैछ भने देशलाई गभर्मेन्टले पनि एक ठाउँमा बनाउने यो चाहिँ गर्नु पर्दैन, गभर्मेन्टको जिम्मेवारी होइन यो कुरा। त्यही भएर हामी गभर्मेन्टलाई अपिल हिजो पनि पठाएका थियौँ। त्यही भएर हामी जस्ट गभर्मेन्टलाई हामीलाई एकजुट बनाइदिनुहोस् भनेर हामीले त्यो हिजो प्रेस विज्ञप्ति पनि जारी गरेका थियौँ। र त्यति भन्दै गर्दाखेरि हामीलाई यस्तो भयो, फेरि पनि भन्दैछु 2 महिना कराउनु भयो, हामी यति हुँदैछौँ नि, यहाँ अझै आउँदै हुनुहुन्छ, म भन्दैछु नि हामी आउँदैछौँ। तर यहाँ हामी किन युनाइटेड हुनको लागि आएको भन्दै हुनुहुन्छ होला, आज चाहिँ किन 2 महिना कहाँ हराउनु भएको थियो? अनि यहाँ आउँदैछौँ त हामी, तर आज युनाइटेड यहाँ आवाज मिडियाबाजी गर्नको लागि हामी आएर बोल्नको लागि यहाँनिर प्रोग्रामको लागि यहाँ माइती घर मण्डलमा मात्रै बसेको होइन। तर हामी आज हेर्दै गर्दाखेरि त्यो जो शहीद हुनुभएको थियो, घाइतेहरू हुँदै हुनुहुन्थ्यो, साँच्चै यहाँनिर त्यो हामी जेएनजीहरूले मागेको कुराहरू पुरा भएको छ त? छैन नि त। साँच्चै भएको छ भन्नुहोस् त हजुरहरू, भएको छ? छैन नि त। त्यही भएर एक्लै भए, झुन्ड भए, आफू गए, कोही एउटा गुटको, कोही अर्को गुटको, कोही पार्टीको जेएनजीको नाममाथि यसरी खेलेर हुन्छ। त्यही भएर जेएनजीहरू भनेको जो सुरुमा आउँदाखेरि जुन आवाज उठाइरहेको थियो त्यही आवाजलाई चाहिँ अगाडि बढाउनुपर्छ, त्यो हराउँदै गइरहेको छ। स्वार्थमा मान्छे निस्क्यो, त्यही भएर युनिटी फर्स्ट भनेर हामी आएको। त्यही भएर मात्रै यहाँ जबरजस्ती हामीलाई यहाँ युनिटीको लागि कुरा उठाउन पनि हामी जबरजस्ती नै भएका हौँ। यति नै हुन्छ आजको लागि, धन्यवाद। यो एजेन्डा युनिटी नै एजेन्डा हो क्या सर? युनिटी नै एजेन्डा हो, एकजुटता नै एजेन्डा हो। जेएनजीको एजेन्डा हजुरहरू सबैजनालाई थाहा छैन र? आज 47-48 दिन भयो, हजुरहरूलाई साँच्चै अहिले पनि हजुर पुरा भयो त त्यो एजेन्डा? अब हेर्नुहोस् है, हामी 2 जना 4 जना त्यहाँ गएर बस्दै गर्दा हामी र अरू जो आफ्नो गुट बनाएर जाँदै हुनुहुन्छ मानिलिउँ होइन, उहाँहरू र हामीमा के फरक? युनिफिकेसन भएर सबजना यहाँनिर काठमाडौँको मात्रै मान्छे आएको थियो त प्रोटेस्ट गर्न? भोजपुरको कुना कन्दराबाट युवाहरू उठेको थियो त्यो बेलामा, 77 जिल्लामा जेएनजीहरू उठेको थियो। अनि उहाँहरूको आवाज चाहिँ दबाइदिनु पर्ने, म मात्रै गएर बोलेँ भने त मेरो मात्रै कुरा हुन्छ? हामी नि गुट भएनौँ। त्यही भएर सबजनाको आवाज सुनिनुपर्छ, सबजना युनिफाइड हुनुपर्छ। आज हेर्नुहोस् जेएनजीहरू सुरक्षित छ जस्तो लाग्छ? जेएनजीहरूको मागहरू कहाँ भइरहेको छ? त्यही भएर युनिफाइड फर्स्ट, एउटै एजेन्डा, युनिफाइड फर्स्ट। जबसम्म युनिफिकेसन हुँदैन तबसम्म अरू एजेन्डा लिएर हामी नि ग्रुप बन्नको लागि होइन, हामी त सबै एक ठाउँ हुनुपर्छ। मात्रै नेपालीको भावनाले, मात्रै जेएनजीको भावनालाई भनेर हुन्छ। अब यति नै आजको लागि, अब अरू क्वेसनहरू नगरौँ, किनभने जस्ट एउटै कुरा, युनिफिकेसन अगाडि बढ्ने नै हो। धन्यवाद। सरकारले पनि गर्नुपर्छ यो चाहिँ। यहाँ 8-10 जना मात्रै देख्दै हुनुहुन्छ, अन द वेमा हुनुहुन्छ हाम्रो साथीहरू, आउँदैछन् नि सर, आउँदैछन्। त्यहाँनिर त्यो हिजो माइती घर मण्डलमा हजुरले देख्नु भएन, यहाँनिर आउनको लागि दूरदराजबाट आउनको लागि साँच्चै नै सम्भव थिएन नि त। हुन्छ, अब धेरै क्वेसनहरू नगर्नुहोस्, यति नै आजलाई हामीलाई, यति नै, धन्यवाद। ल म युनिफाइड युनिट